स्वागत छ सम्पूर्णमा साथीहरू। आइपिओ र एफपिओ का ताजा जानकारीहरू ल्याउने क्रममा आज फेरि म हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले ल्याउन लागेको आइपिओ को सम्पूर्ण अपडेट लिएर उपस्थित भइसकेको छु। कम्पनीले कहिलेदेखि आइपिओ निष्कासन गर्न लागेको हो र कम्पनीको आइपिओमा कसले आवेदन दिन पाउनेछन् र कति किताको लागि आवेदन दिने, यी सम्पूर्ण अपडेट आज म यसै भिडियोमा लिएर उपस्थित भइसकेको छु। कृपया भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्दिनु होला र भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरू, किनभने आगामी दिनमा पनि हामी यस्तै आइपिओ र एफपिओ का ताजा जानकारीहरू तपाईहरुको अगाडि ल्याउनेछौँ। आउनुहोस् भिडियोलाई अगाडि बढाउँ। साथीहरू, हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ 30 गते आइपिओ शेयर निष्कासन गर्न लागेको। कम्पनीले आफ्नो जारी पुँजी 37 करोड 30 लाख रुपैयाँको 30% ले हुन आउने 11,19,000 किताको लागि अनुमति प्राप्त गरिसकेको छ र कम्पनीले प्रथम चरणमा आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि आइपिओ शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा भने 1,86,50,000 रुपैयाँ बराबरको 1,36,500 किता आइपिओ शेयर भने आवेदन दिन पाउनेछन्। स्थानहरू रहेको छ ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नम्बर 8, साविक भुसिङ्गा गाविस का सम्पूर्ण वडाहरू र सोलुखुम्बु जिल्ला लिखुपिके गाविस वडा नम्बर 2 र साविक गोली गाविस वडा नम्बर 1, 2, 3, 4, 5 का स्थानीय बासिन्दाहरूका लागि आइपिओ शेयर निष्कासन गर्न लागेको हो र बाँकी रहेको 93,250 किता आइपिओ शेयर भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि खोलाइएको छ। अब कम्पनीको आइपिओमा न्यूनतम 10 किताका लागि आवेदन दिन पाउनेछन् भने अधिकतम 10,000 किताका लागि आवेदन दिन पाउनेछन्। अब कम्पनीको आइपिओमा भने स्थानीय बासिन्दाहरूले भने जेठ 30 गतेदेखि छिटोमा असार 13 गतेसम्म र ढिलोमा असार 29 गतेसम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूले जेठ 30 गतेदेखि लिएर असार 13 गतेसम्म आवेदन दिन पाउनेछन्। अब कम्पनीको बिक्री प्रबन्धकको बारेमा भन्नुपर्दाखेरि कम्पनीको बिक्री प्रबन्धकमा एनएससी एसिया क्यापिटल रहेको छ र इक्रा नेपालले कम्पनीको आइपिओलाई भने BB- रेटिङ प्रदान गरेको छ, जसको अर्थ कम्पनीको आइपिओमा मध्यम जोखिम रहेको संकेत गर्दछ। साथीहरू, यी थियो हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले ल्याउन लागेको आइपिओ को सम्पूर्ण अपडेटहरू। यदि तपाईहरुलाई कुनै जिज्ञासा वा प्रतिक्रिया छ भने कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला साथीहरू। कम्पनीले प्रथम चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरू र आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपिओ निष्कासन गर्ने भएको छ भने कम्पनीले यसको बाँडफाँड भए पश्चात कम्पनीले सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्ने जानकारी दिएपछि कम्पनीले कहिलेदेखि सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्नेछ सोको जानकारी पनि तपाईहरु यस च्यानल मार्फत प्राप्त गर्न सक्नुहुनेछ। त्यसैले यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरू र तपाईहरुलाई कुनै जिज्ञासा र प्रतिक्रिया छ भने कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। हस् त, आजको लागि यति नै। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनका लागि धेरै धेरै धन्यवाद।